50 लाख पपुलर भोट ल्याउँछु भनेर धाक दिएको पनि देखिएको थियो। त्यसकारण मलाई केपी ओली जस्तो पङ्गु गफ गर्ने मान्छे साबित नगर्नको लागि तपाईलाई म आग्रह गर्दै थिएँ। त्यही पनि मैले म नजवाफ भएँ भन्नुहोला भनेर यति आत्मविश्वास छ कि खड्ग ओलीका ज्यादती, भ्रष्टाचार, नाकाम, कम्युनिस्ट आन्दोलनको विभाजन, विघटन, ती षड्यन्त्र, तिगडम यी सबै बारे हामी केपी ओलीलाई एरियाबन्दी गर्नुपर्ने कारणको जस्टिफाई गर्नुहुन्छ? कोहीले बोलाउने बयान ल्याए हुन्न र भने क्या? गौरी बहादुर कार्कीको स्टाटसहरू हामी हेरे हैनौँ र? केपी ओलीले तिनलाई बयान दिनु होला? त्यो त टीकाराम यात्रीले पनि दिनुहुन्न। मैले त धेरै परको कुरा। उहाँले केपी ओली भेट्न जानु होला त सुशीला कार्कीलाई फेरि? केपीजीले त बालकोटमा आऊ भनेर रूपेश श्रेष्ठजीको अन्तर्वार्तामा भन्दै हुनुहुन्छ। भेट्न जानुहुन्न, बालकोट गए त फेरि आफ्नो घरमा